So, भन one न। public demand, if you woke up one day with a superpower, what would it be? मेरो सुपर पावर भए चाहिँ होइन, सुपर पावर भए चाहिँ नि अहिलेको घडीमा चाहिँ होइन, हाम्रो जुन चाहिँ क्या अब हुन्छ नि, मेरो कमाइ नि होइन 1000 गुणा क्या अब होस् भन्ने क्या अब एलन मस्क हेर्छु होइन, रिचेस्ट म्यान होइन संसारको, उसले चाहियो भने नि यो दार्जिलिङ जस्तो क्षेत्रलाई अब स्वर्गीय बनाउन सक्छ क्या होइन। अन्त मलाई चाहिँ आज मेरो सुपर पावर भए चाहिँ नि 1000 ग्लेनेरिस भए अनि त्यसको कमाइले चाहिँ नि यो दार्जिलिङ कालिम्पोङ खरसाङ यो डल्लै पहाड चाहिँ नि मैले टोटल चेन्ज गर्नु सक्थेँ होइन। त्यो सुपर पावर सुपरम्यान स्पाइडरम्यान जस्तो भएर होइन, तर होइन इन्भेस्टमेन्ट छ भने होइन, मेरो आफ्नो जुन चाहिँ अहिले क्षमता छ त्यो क्षमता 1000 गुणा बढ्यो भने चाहिँ नि दार्जिलिङ पहाड चाहिँ हामीले माने स्वर्गीय बनाउन सक्थ्यो होइन। त्यही मेरो सुपर पावर भए चाहिँ अहिले कमाइ 1000 गुणा होस् भनेर। Sir, if you could eat एउटा dish for the rest of your life, त्यो dish चाहिँ कुन चाहिँ हुन्छ? मलाई अब डिस त ओभर धेरै चिज मनपर्छ होइन, तर अब फ्रुटमा आज अहिले तिमीले डिस भन्दा मलाई फेभरेट त्यही मात्रै खानु सक्यो भने चाहिँ विन्टरमा मात्रै हुन्छ लाप्चे कौलो क्या, लाप्चे कौलो भयो भने चाहिँ मलाई पुग्यो क्या हुन्छ नि। If you were a cartoon character, कुन चाहिँ cartoon character हुन्छ? कार्टुन क्यारेक्टर अब हाम्रो टाइममा त उत्योहरू थिएन होइन, तर मलाई मेरो नानीहरूले जिस्काउँछ क्या मेरो अनुहार चारपटे भनेर। स्पन्ज बब, ओके स्पन्ज बब। So favorite book? फेभरेट बुक अनि मलाई चाहिँ यो पनि क्या अब यति उत्यो हुन्छ क्या अब किताब भन्ने बित्तिकै अब मलाई एकदमै उत्यो लाग्छ हाम्रो यङ जेनेरेसनको लागि चाहिँ यो नेपालीमा हामीले ट्रान्सलेट गर्नु सकेको भए यति राम्रो हुन्थ्यो। मैले मेरो छोराछोरीहरू सबैलाई यो किताब चाहिँ कम्पलसरी पढ्नु भनेको, हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल होइन। अनि प्लिज यो चाहिँ सबले पढ्नुपर्छ, हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल होइन। अब यो पहिलाको किताब हो, पुरानो किताब हो अनि सिम्पल इङ्ग्लिसमा छ। यो कसले भाइहरूले यसलाई यसको कपिराइट पनि गइसक्यो होला किनभने पुरानो 100 साल अगाडिको किताब हो। यो नेपालीमा ट्रान्सलेट गरेर नि सबैले यो पढ्नु सक्यो भने चाहिँ जिन्दगीको क्या क्लास माने ग्रेजुएसन मास्टर्स भन्दा इम्पोर्टेन्ट किताब चाहिँ हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल बाई डेल कार्नेगी। सर लास्ट क्वेसन, इफ तपाईँले 3 जना हिस्टोरिकल फिगर्सहरूसँग डिनर गर्नु चान्स पाउनु भयो भने हु विल दे बी? मलाई चाहिँ मैले मेरो हृदयबाट मन पराएको एउटा मूल उत्यो चाहिँ अब महात्मा गान्धी हो होइन। मैले उहाँको किताब सानो हुँदाखेरि पढेको थिएँ, माई एक्सपेरिमेन्ट्स विथ ट्रुथ होइन, त्यो पनि नेपालीमा ट्रान्सलेट गर्नु सक्यो सबै पढ्नु सक्यो भने कति राम्रो हुन्थ्यो। त्यो गान्धीकै अटोबायोग्राफी आफैले लेखेको होइन। अनि त्यसकारण मलाई गान्धी होइन, अनि गान्धीबाट इन्फ्लुएन्स भएको कसले चाहिँ इन्फ्लुएन्स भयो गान्धीको धेरै 1000जना गान्धी खसेर पनि धेरै माने लाखौँजनामा उहाँको इन्फ्लुएन्स भयो। तर इम्पोर्टेन्ट चाहिँ म 3 जनासँग उत्यो गर्थेँ। फर्स्ट चाहिँ मूल चाहिँ गान्धी, अनि नेल्सन मण्डेला जो चाहिँ गान्धीबाट इन्फ्लुएन्स भयो, अनि अर्को चाहिँ के पो मार्टिन लुथर किङ जुनियर जसले चाहिँ अमेरिकाको ब्ल्याक अमेरिकन्सलाई उन्मुक्ति दियो। तर यो नेल्सन मण्डेला र मार्टिन लुथर किङ गान्धीको इन्फ्लुएन्सबाट उनीहरू जन्मेको अनि उनीहरूको आफ्नो आफ्नो देशमा उनीहरूले उन्मुक्ति दिएको। सो 3 जनासँग मार्टिन लुथर किङ, गान्धी एन्ड नेल्सन मण्डेला।